83 साल साउन 1 गते आज साउने सङ्क्रान्ति। यो सङ्क्रान्ति चाहिँ हामीले पहाडमा पहिले पहाड इलाममा बस्दाखेरि त्यो सङ्क्रान्ति मनाएको केही सम्झना आउँछ। हाम्रो बोजूहरू फुपूहरू हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ एउटा राँको बालेर पुल्ठो बालेर चाहिँ बारीको छेउछेउ पुरानो चाहिँ अब सड्न लागेको नाङ्लोहरू डालोहरू चाहिँ बोकेर त्यहाँ चाहिँ के भन्ने आउँथ्यो, अब उपियाँ जा लुतो जा भन्दै चाहिँ उहाँहरू हिँड्नुहुन्थ्यो। र त्यो मकैमा एक किसिमको किरा पनि लाग्थ्यो त्यति बेला, कालपोके के भन्थ्यो, त्यो त्यो लाग्दैन भन्थ्यो, हामी पनि त्यही विश्वास गर्थ्यौँ। र पछि मकैमा त्यो देखियो भने यो साउने सङ्क्रान्तिमा पूजा नगरेकोले यस्तो भएको रहेछ भन्ने हुन्थ्यो, गरेर पनि किन यस्तो भयो भनेर हामी भन्थ्यौँ। परपाहुनाहरू भेला भएर सङ्क्रान्तिको दिन मिठो मिठो खाने अनि सङ्क्रान्तिको शुभकामना आदान प्रदान गर्ने। र हामी नेपाली, हाम्रो रीतिथिति, आफ्नै संस्कार, आफ्नै चलन, आफ्नै ढङ्गले सङ्क्रान्ति मनाउने चलन छ। माघे सङ्क्रान्तिको आफ्नै कथा छ, यो साउने सङ्क्रान्ति। र यहाँहरूलाई पनि सम्पूर्णलाई यो साउने सङ्क्रान्तिको शुभकामना, यहाँहरूको चाहिँ सुखमय रहोस्। यहाँहरूले सुन्नुहोस् मिल ब्लगमा यो भिडियो हेरी लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। अब भान्जालाई फोन गर्नु पर्यो सङ्क्रान्तिमा के गर्ने हुनुहुन्छ? गर नि त यी सब पनि तिमीलाई गर। हेलो नमस्ते 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 नमस्ते। अरे राम्रै छु। कहाँ के भएको होला? फोन ल्याएर नमस्ते गर्नुपर्छ। सक्यो। होइन के भएको के सर कामेको? फोन झारे माइजुले। यहाँनिर के गर्नु, यहाँ हातैको काम दिँदैन हौ अलिक त। हुन्छ नमस्ते भन्नु। खैखैको म बोल्छु भान्जासँग। के साह्रो कामेको? हेलो हेलो हो, म एकताल बोल्थेँ कि के साह्रो के साह्रो डराएको फोनमा बोल्नु। आम्मा बादल छाए बुलबुल चहकी फूल खिले, आने वाले सब आए हैं, आने वाले सब आए हैं, लेकिन तुम कब आए?